दर्शकबिन साथीहरू है, यो चाहिँ फाइनली 100 तर्फ छु है। यो चाहिँ हाम्रो अस्ति राजावादीहरूको आन्दोलन थियो नि, योगीनाथको फोटो ल्याएर हिन्दू धर्म राष्ट्रस्थ कायम गर्छु भनेर चाहिँ नेपालमा यिनीहरूले पैसा देशवासी जनतालाई विभाजित बनाउने चाहिँ यिनीहरूले खेल खेल्दो रहेछ कि दर्शकबिन साथीहरू। अब चाहिँ बुझ्नुपर्छ, योगीनाथको फोटो ल्याएर चाहिँ राजासँग बसेर गरिरहेको थियो दर्शकबिन साथीहरू है। अब जनताले बुझ्नु पर्यो कि सबभन्दा उन्नत लोकतन्त्र गणतन्त्रै ठिक छ। प्रत्यक्ष राष्ट्रपति प्रधानमन्त्री चुनेर हाम्रो देशलाई बलियो आत्मनिर्भर बनाएर उद्योग धन्दा यहीँ खोल्नु पर्यो, अनि पो देश विकास रोजगार उन्नत हुन्छ। प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुनु पर्यो। यो योगीनाथको फोटो देखाएर देशलाई विभाजित गर्ने होइन भन्दै चाहन्छु। नमस्ते, बिदा हुन चाहन्छु है।